हेलो गाइज अनि तपाईँलाई स्वागत छ युट्युब च्यानलमा। आज चाहिँ म एउटा सानो भ्लग लिएर आएको छु, जुन चाहिँ हामी अहिले मौरी काट्ने भनेर हिँडेका छौँ। अब घरको हिर मौरी हो कि अर्को मौरी हो त्यो हेर्नै बाँकी छ। म आफ्नो ठुलो भान्जासँग हिँड्दैछु, म काट्दै काट्दै खानलाई। भान्जा एकदम एक्साइटेड छ। अगाडि ठुलो पनि हिँड्दै हुन्छ यसरी। हामी अहिले मानगढको बाटोमा छौँ। अहिले चाहिँ हामी पञ्चेश्वर मन्दिर आइसकेको छौँ। 16 किलो मौरीको मह कस्तो लागिरहेछ भान्जा? ठुलो यसरी बोल्नु न। कहाँ हिँड्नु भएको अरे? मौरीको घाट काट्न हिँडेको हामी। त्यस्तो छ बाटो, पानी परेर रहेको छ, एकदमै राम्रो मौसम छ। अलिअलि घाम लाग्दैछ। हेलो गाइज, अहिले चाहिँ हामी यो मानगढ आएको छौँ। यो चाहिँ खानेपानी मानगढ खानेपानी आएको छैन ठुलो भए। यता चाहिँ दमकलको अफिस छ। अहिले हामी सिधै जाने हो। अहिले चाहिँ बुढाबुढीको फलैसा भयो। त्यो फलैसा देखेँ अनि त्यहाँदेखि यता यसरी भिडियो बनाउँदै हिँडेर आएँ। आज ठुलो आएको दर एक्सर्साइज भएको थियो। अघि पानी भएर शीतल थियो, अहिले घाम लाएर ठुलो पसिनाले भान्जा पनि खाल आइसक्नु भएको छ। पुरै पसिना आयो। हिँड्दै बाटो हाम्रो घर बस्तीको नगरको बाटो हो। भान्जालाई धेरै घाम भयो, भान्जा छाट्दै हुन्छ। ठुलो भए चाहिँ अगाडि पुगिसक्नु भयो। अहिले ठुलो कराउँछ। ठुलोलाई बाटो थाहा छैन र हामी बाटोदेखि हिँडेको छौँ। अनि हामी नै भिडियो बनाउँदै लास्टमा ढिलो गरिरहेको छौँ। अनि ठुलोबाट कराउँछ। फेरि स्कुलको बसहरू आउँदैछ। यता दुध गाडी, अगाडि स्कुलको बस, कोशी मल्टिपल क्याम्पस र कोशी मोडल स्कुलको बस आएर बस्दै हुन्छ अरे थाकेर बुवा कता आएर सबसे अगाडि हुन्छ हिँडेको घर कता हो जानको लागि। अनि हुन्छु गर्दै छोरी अझै बस्दै यहाँ छ। अब म एकछिनको बाद तपाईँसँग दिन्छु है। घर नभेटेर बिजोग छ। यहाँ ठुलो बाजे एउटा घर सोधेर आउँदैछ। मैले घर सोधेर आएँ, घरै भेटिरहेको छैन। मौरी मह लिन जाने भनेको घरको मान्छेको नम्बर छ, फोन फेराउनु भएको छैन। कहाँबाट खिच्ने मजाले भन्नु भएन। सोध्दै त आइयो। अब कता घुम्दै हामी दिदीको घर आएको छौँ। यहाँ दिदीको घर अगाडि बसिरहेको छौँ। गानु आइपुग्नु हो। नमस्कार नमस्कार। दिदी घर आयो। यसरी चाहिँ यसरी मौरीको घर देखिएको छ।
छोरी दिदीको घरमा आएको मेरो छ दिदीको दोकानमा दिदी घर हुँदै सधैँ। ल गाइज आजका लागि यति नै। यो चाहिँ मेरो भान्जाको पनि युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। भान्जाले चाहिँ युट्युब च्यानलको नाम भन्छ नि, भान्जा भन युट्युब च्यानलको नाम दर्शन 2073 हुन्छ, म त मेन्सन गरिदिन्छु, त्यहाँ पनि गरिदिनु ल। ल त थ्याङ्क यू।